होटल संघ पोखरा नेपालले यही चैत 30 गतेदेखि आगामी वैशाख 1 गतेसम्म पोखराको लेकसाइडमा आयोजना गर्न लागेको 20औं फेवा नववर्ष महोत्सवमा सहभागी हुन काठमाडौँवासीलाई आमन्त्रण गरेको छ। होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले हालै काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ उपत्यकावासीलाई महोत्सवमा भाग लिई नेपाली नयाँ वर्ष भव्य रूपमा मनाउन निम्ता प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै हानका केन्द्रीय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम मध्ये एक हुन पुगेको बताउँदै शहरलाई चलायमान बनाउन महोत्सव सहयोगी भएको भनाई राखे। कङ्ग्रेचुलेसन्स हाम्रो पोखरा च्याप्टरलाई, जसले चाहिँ त्यस्ता नयाँ नयाँ कार्यक्रम आएर हरेक वर्ष केही न केही यस्तो कामहरू गरिरहनु भएको छ। यसबाट अवश्य पनि आन्तरिक पर्यटनको साथसाथै विदेशी पर्यटक, खास गरी चिनिया र भारतीयहरूलाई ठुलो सङ्ख्यामा हामीले पोखरामा हामीले स्वागत गर्न पाउने हाम्रो अपेक्षा छ। पोखराले नै अब जाउँ पोखरा, गर्मी से बेहाल, चलो नेपाल पोखरा भनेर पनि हाम्रो क्रस कन्ट्री टुरिज्म आन्तरिक पर्यटनको प्रमोसन हामीले गरिरहेको छौँ। यसलाई पनि यो फेवा महोत्सवले ठुलो योगदान पुर्याउँछ। त्यसको लागि अब हाम्रा जुन कार्यक्रमहरू तयार भएको छ, अब गएको सालभन्दा अझ परिमार्जित, अझ प्रभावकारी ढङ्गमा अगाडि बढाउने हाम्रो योजना छ। यहाँहरू डिटेलमा हामी यहाँले केही जग्गा हामी प्रस्तुत गर्ने नै छौँ। र अब टुरिज्म क्षेत्र भनेको असाध्यै सेन्सिटिभ क्षेत्र हुन्छ। हाम्रो देशमा अहिले पछिल्ला दिनहरूमा भएका जुन यो नारा जुलुस लगायतका केही ठाउँमा त काठमाडौँमा कर्फ्यू पनि लागेको छ। त्यसले जुन एउटा नेपाल आउने पर्यटकहरूमा यो के हो कसो हो भन्ने जुन सोधपुछहरू सुरु हुन थालेको छ। र अब दुःखपूर्ण कुरा के भन्दाखेरि यो हप्ताभरि नै काठमाडौँ चाहिँ संसारको वान अफ द पोल्युएस्ट, एकदम पोल्युसन धेरै भएको सहरको रूपमा चित्रण भएको छ। अब हामीलाई हाम्रा डक्टरहरूले, हाम्रा स्वास्थ्य कर्मीहरूले सकेसम्म काठमाडौँका वासीहरूलाई घरभन्दा बाहिर नआउनु भन्ने हामीले सन्देश प्रभाव भइरहेको अवस्था छ। तर हामी भनिरहेको छौँ अब पर्यटकहरू आउनुहोस्, हाम्रो देशमा भ्रमण गर्नुहोस् भनिरहेको छौँ। यसमा चाहिँ यो वास्तवमा अलिकति विरोधाभास छ। यसमा हामीले के गर्न सकिन्छ? सरकारसँग हाम्रो हातैमा हामीले अगाडि बढ्नुपर्छ। सरकारले हामीले के पनि भनिरहेको छौँ भने यस्तो अवस्थामा हाम्रो देशमा के हो त, यसको एकदम प्रस्तुत एक्चुअल फ्याक्ट के हो भन्ने कुरा चित्रण आवश्यक छ। त्यो अरू देशले पनि गर्छ। जस्तो टुरिज्म स्टाटस अपडेट भनेर हाम्रो अब यो पर्यावरणको कुरा होला, हाम्रो राजनीतिक नारा जुलुसका कुरा होला, के हो त? अब यसमा सरकारले के गरिरहेछ, हाम्रो निजी क्षेत्रले के गरिरहेछ भन्ने कुराहरू हामीले आश्वस्त पार्नुपर्छ। कार्यक्रममा होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। 2082 नामको कार्यक्रम लिएर चाहिँ हामी चाहिँ पोखराबाट त्यस पत्रकार सम्मेलनको लागि जानकारी दिने उद्देश्यले चाहिँ हामी यहाँ पोखरा काठमाडौँमा आइरहेका छौँ। र यसको मूल उद्देश्य चाहिँ पर्यटन, संस्कृति र खानाको माध्यमबाट पोखरामा यथेष्ट पर्यटन भित्राउने भन्ने हाम्रो उद्देश्य रहेको छ। र 20औं फेवा नववर्ष महोत्सव 2082 चाहिँ यही चैत 30 गतेदेखि वैशाख 1 गते 2082 सम्म पोखराको लेकसाइड स्थित मुख्य सडकमा 3 किलोमिटरको पेरिफेरीमा चाहिँ हुन गइरहेको छ। र यो 20औं फेवा नववर्ष चाहिँ हाम्रो 20औं संस्करण हो। र एक संस्करण चाहिँ योभन्दा 2 संस्करण अगाडि एक संस्करण चाहिँ कोभिडको कारणले गर्दाखेरि हुन सकेको थिएन। तर यो 20औं संस्करणसम्म आइपुग्दाखेरि गतिविधिहरू, पर्यटनलाई चलायमान बनाउनु चाहिँ गतिविधिहरू हुनुपर्छ भन्ने मान्यता छ। र 14औं 15औं संस्करणसम्म आउँदाखेरि यो नेपालमा चाहिँ यो नेपाली नयाँ वर्ष महोत्सव चाहिँ त्यति सुसुप्त अवस्थामा थियो र त्यति हर्षोल्लासका साथ मनाउने प्रचलन पनि थिएन। र हामी जुन नव वर्ष महोत्सवको माध्यमबाट जुन हामीले महोत्सव गरिरहेका छौँ, यसबाट चाहिँ अलिकति नेपाली संस्कृतिपट्टि चाहिँ बढी उत्सुकता रह्यो हामी नेपाली माझ पनि। र त्यसै गरी चाहिँ बिस्तारै चाहिँ यसको माध्यमबाट पोखरा मात्र होइन, विभिन्न ठाउँमा, नेपालका विभिन्न ठाउँमा नव वर्ष को अवसरमा चाहिँ
भ्रमण गर्ने परिपाटीहरू सिलसिलाहरू र स्थानीय तहमा पनि भेटघाट गर्ने विभिन्न हर्षोल्लास मनाउने प्रचलन बढ्दै गयो। यसको माने के छ भने अब नेपाली संस्कारको पनि अब अलिकति चाहिँ नेपालीमा चाहिँ यो बढ्दै गइरहेको छ। किनभने यो जुन हामीले अङ्ग्रेजी नयाँ वर्ष मनाउँदै गएको छौँ त्यो चाहिँ पहिलादेखि मनाइरहेको भएर त्यसलाई चिर्नलाई चाहिँ हामीले चाहिँ यो नेपाली नयाँ वर्ष महोत्सव भनेर हामीले चाहिँ आयोजना गर्दै गइरहेको छौँ। कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछानेले पोखरालाई भाइब्रेन्ट सिटीका रूपमा अगाडि बढाउन महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे। यहाँ चाहिँ मुख्य गरी अब पोखरालाई कसरी कुनै कुनै ठाउँमा भाइब्रेन्ट बनाउन सकिन्छ भन्ने ठाउँमा नेपाल पर्यटन बोर्डले हामी लागिरहेको छौँ र कुनै ठाउँमा चाहिँ यो इभेन्ट सहर यसलाई विकास गर्न सकिन्छ कि भन्ने हिसाबमा मैले हाम्रो विभिन्न पर्यटनसँग सम्बन्धित स्टेक होल्डरहरूसँग मुख्य गरिकन होटलसँग अब ट्राभल एन्ड टुरिज्म नाका टान लगायत पिटिसीसँगको सम्बन्धमा हामी अहिले छलफल गरिरहेका छौँ र कुनै न कुनै महिनामा एउटा कतिवटा खालको एउटा एटलिस्ट ठुलो खालको इभेन्ट गर्न सकिन्छ कि भन्ने हिसाबमा काम भइरहेको हिसाबमा चाहिँ यसलाई पनि यो विश्व सेवा महोत्सवमा अर्को 20 साल भनौँ न 2 दशकदेखि सञ्चालन भइरहेको महोत्सवलाई अलि पहिला भन्दा पृथक हिसाबमा सञ्चालन गरौँ भन्ने हिसाबमा हामी काम गरिरहेका छौँ र हामी यसलाई प्रवर्तन गरिरहेका छौँ। र यहाँलाई थाहा छ पोखरा पछिल्लो समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भनेर त्यसबाट चाहिँ संसारका अन्य विभिन्न ठाउँतिर कनेक्ट गर्ने भन्ने हिसाबमा नेपाल सरकार पनि प्राथमिकता परिगएको लाई नेपाल पर्यटन बोर्डको तर्फबाट हामीले सबै जति अलिकति मुभमेन्ट गर्नुपर्छ भन्ने हिसाबमा पोखरा पर्यटन परिषदको समन्वयमा होटलसँग लागेका हामी सबैजना पोखरा महानगरपालिकाको विशेष लिड लिएर महानगरपालिका प्रमुखको नेतृत्वमा हामी अस्ति भर्खर 18 मार्चमा एउटा प्रतिनिधि मण्डल छिन्दु गएर 25 फेरि अहिले 1 तारिकमा फेरि अर्को टोली होटल यो एफएनसी पोखरा चेम्बर अफ कमर्स र गभर्मेन्ट चेम्बर कोअर्डिनेसनमा साथीहरू गइरहनु भएको छ। कम्ती अहिले चाहिँ सुरुवातमा यो चार्टर कमर्सियल फ्लाइट सिटन एयरलाइन्सबाट सुरु भइसकेको छ। यहाँलाई थाहा छ।